आज चाहिँ म मेरो बुढाको बर्थडे भएर हामी मन्दिर गएको थियौँ। अनि त्यसपछि बेलुका चाहिँ मैले सबै भिडियोहरू खिच्न बिर्सेँ। मैले चाहिँ पकाउन स्टार्ट गरेँ। अनि त्यसपछि यतापट्टि चाहिँ प्यान बसालेको थिएँ मैले काउली पकाउनलाई। यता चाहिँ च्याउको लागि चाहिँ मैले च्याउ उसिनेर राखिसकेको थिएँ, फ्राई पनि गरिसकेको थिएँ। यता चाहिँ काउलीको लागि चाहिँ उ गर्दैछ। अनि यसो आफ्नो पनि पकाएको खिच्न पर्यो भनेर खिच्दैछु म चाहिँ। अनि त्यसपछि हेर्नु न, ओहो, अनि म चाहिँ यो लसुन अदुवाहरू चाहिँ यसरी हातले आफैले त्यो उसमा कुट्छु कि साथीहरू। अनि त्यो सबै पाकेको भिडियो चाहिँ मैले खिच्न बिर्सेछु। एकैचोटि मासु बसालेपछि पो सम्झिरहेको भने। अनि त्यसपछि यता आलु पनि मैले उ गरेर राखिसकेको थिएँ। अनि मैले चाहिँ आज चाहिँ पुलाउ चाहिँ कुकरमा बसाल्नलाई ट्राई गरेको कि एक्लै भिडियो बनाउन लास्टै गाह्रो रहेछ साथीहरू, के गर्ने होला र। अनि यता मासु चाहिँ यस्तो भइसकेको थियो। मासु चाहिँ थोरै छ, तेल चाहिँ धेरै छ नभन्नु। अब म चाहिँ भेज परेँ, मलाई अड्कल भएन। अनि यसरी मैले चाहिँ सबै थोक अलिअलि बिर्सिँदै सम्झिँदै बनाउँदै थिएँ। ल हेर्नु, हे कस्तो बनाइ चाहिँ नभन्नु होला है साथीहरू। म चाहिँ भेज हो। अनि मैले त यता काँक्रो र गाजर पनि काटेर राखेँ। हेर्दै राम्रै छ, मिठै होला जस्तो छ। अब बुढाले त मिठो मानेर खानुभयो होइन। यो चाहिँ हिजोको भ्लग है साथीहरू। मेरो त यता त पुलाउ त हुलौ भइसकेछ। अनि ओहो, कस्तो ग्लोभ्सै नलाइकन किचिङ पारेर चाहिँ नभन्नु ल। हातले मोलेकै एकदम मिठो स्वाद आउँछ। अनि यता चाहिँ मेरो बुढा नि आइपुग्नु भयो कामबाट। अनि यसरी मैले चाहिँ हालेको पठाउँदै हुनुहुन्थ्यो। अब चाहिँ हामीले खायौँ ल।